Hello guys, namaste and welcome to my video. आज चाहिँ म तपाईहरुलाई मेरो फस्कुलिन गाउँ घुमाउन लादैछु. So guys, I hope you will enjoy this. Guys, आज चाहिँ यसो बिदाको दिन हैन, रुममा कति सुत्नु बस्दा बस्दा वाक्का लाएर झ्याउ लाएर यसो बाहिर निस्केको. घाम लागिरहेछ भने यस्तो चर्को घाम लागिरहेछ. फेरि यो घाम यस्तो कडा छ कि हाम्रो स्किनमा ठ्याक्क पर्न साथ हैन, यसले चाहिँ खाइदिन्छ कि. हेर न, पुरै यहाँ छुटिसकेको छ. यता व्हाइट छ भने यतातिर पुरै ब्ल्याक भइसक्यो, फेसहरु पुरै ब्ल्याक भइसक्यो. अब भोलिपर्सि विन्टरमा चाहिँ फेरि यो फेसहरु छ नि जस्ता तस्तै यस्तै हुन्छ कि, किनभने यतिखेर चाहिँ बाहिर निस्किदैन नि त. अहिले त पुरा घाम लागिरहेछ. अनि कहिले स्विमिङ खेल्न जाने, कहिले कता जाने, साइकल लिने, हिँड्ने गर्दा त अनि त्यो भएको कारणले गर्दाखेरि मान्छे पुरै कालो भयो. अब अफ्रिकन जस्तै पुरा ब्ल्याक हुन मात्रै बाँकी छ है. टोटली ब्ल्याक हुन मात्रै बाँकी छ. हाँस्ने बेलामा पनि अब यसो दाँत मात्रै देख्ला भन्ने एउटा चिन्ता भइसक्यो. फेरि मलाई चाहिँ कस्तो भने सन स्क्रिनहरु यताउति फेरि त्यो पच्दैन के, जति डले पनि हैन त्यो हुँदैन के. पुरा फेसहरु नै सुन्निने अनि सनब्लकहरु दल्दाखेरि पनि अलिकति सुट नहुँदो रहेछ मलाई चाहिँ. अब के भन्ने खै. अब पहिला त हुन्थ्यो क्यारे, खै अहिले चाहिँ खै किन नभएको हैन. सो गाइस, लेट्स मुभ एन्ड सी आवर प्लेस. लेट्स गो. यस्तो घाम लागिरहेछ. आज पुरै यहाँ डिस्क्रिप्सनहरु दिइरहेछ. यस्तो हात तल राख्ने, यस्तो गर्ने हो खास. यसो सेटअप गर्ने हो यो. यो चाहिँ हाम्रो चाहिँ अब के भन्ने, अब एउटा सानो भिडियो. आज आइतबार छुट्टी. ल यस्तो छ है गाइस क्रोएसिया. म बस्ने गाउँ भिजिट गराउन लादैछु. सो आई होप यु गाइज विल इन्जोय. म चाहिँ ठ्याक्क तल्लोपट्टि म बस्ने घरभन्दा अलिकति तल्लोपट्टि साइडतिर छु. यतिर चाहिँ पसलहरु केही छैन. पसल जान पनि अलिकति टाढै छ. 1 घण्टा आधी घण्टा जति हिँडेर जानुपर्छ. त्यो भएको कारणले गर्दाखेरि समस्या नै छ. एउटा पसल भइदियो भने धेरै सजिलो हुन्थ्यो. त्यत्रो टाढा छ, जान पनि झ्याउ लाग्छ. ट्याक्सीमा जाँदा 10-20 20 रुपियाँ चिप्लिहाल्छ. 20 रुपियाँमा 1 झोला सामान आउँछ. घरहरु यस्तो छ. गाडी ग्यारेज. म चाहिँ यो एरियामा बस्न थाले चाहिँ लगभग 3 वर्ष क्रस भएर 4 वर्ष हुन लाग्यो भनौँ न. यस्तो छ कि अब यहाँ चाहिँ हैन, भित्र पनि पुरा पिच भएको छ कि. घरहरु पनि सानो सानो दाउराहरु यसरी राख्दो रहेछ. दाउराहरु राख्ने ठाउँ पनि छ यस्तो. This is weird, guys. बाटोहरु पनि सफा नै छ. अब सर्पहरु पनि आउँछ भनेको. यत्रो लामो सर्पहरु पनि रोडतिरै हिँडिरहेको हुन्छ.
त्यही छ पुरानो पुरानो भत्किएको घरहरू कसको घरहरू यो चाहिँ वाइन फ्याक्ट्री भिनो बनाउने यहाँ वाइनहरू बनाउने अङ्गुर फलिसकेको छ गाइस सबै ग्रेप्स वाइन फ्याक्ट्री गाउँ गाउँमा हुन्छ यसो घर घरमा हुँदो रहेछ यो दाउराहरू यसरी भोलिपछि जाडो महिनामा बाल्नको लागि राखेको भनौँ आफै टल्किने खालको छ Of forage to here. पहिला पहिला त खुब रमाइलो लाग्थ्यो सुरु नयाँ नयाँमा अब त पुरानो भयो कहीँ निस्किन नि मन लाग्दैन कहीँ जान नि मन लाग्दैन यस्तै छ